नमस्ते, हरबरी खबरमा हजुरहरूलाई स्वागत छ। म रिपोर्टर जवाना राई अनि क्यामेराम्यान जग्गु सिंहको साथमा सुरु गरौँ अस्तिको बासी खबर। र अस्तिको खबरमा आएको छ कि 3जना परिहरू धरतीमा भेटाइएको छ र एकजना परीले 2जना परिहरूलाई छिटो हिँड ढिलो हुन्छ भन्दा भन्दै 2जना परिहरू चाहिँ लम्राङ 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 गर्दै हिँड्दैछ। हतार गरेर पनि उनीहरूले त्यो बोटको टिकट काटिसकेछ र बोटको लागि लाइन एकदमै लामो लागिरहेको थिएछ र सबैजना परिहरू चराचुरुङ्गीहरू सबैजनालाई बोटमा हालेर बोटको मान्छेले उनीहरूलाई वाटर किङडमको तर्फ लागिरहेको छ र वाटर किङडम चाहिँ वाटर पार्कको नाम रहेछ। परिहरू यहाँ एकअर्कालाई हेर्दै हाँस्दै मुस्कुराउँदै बोटको राइडको मजा लिँदै उनीहरू वाटर पार्क पुगिरहेको छ र यहाँ चाहिँ ट्रेनमा पनि बसिसकेछ परिहरू र फर्स्ट टाइम देखियो रोडमा ट्रेन चलेको र 2जना परिहरू चाहिँ यहाँ गइरहेको छ माथितिर र एकजना परीले चाहिँ यहाँ गङ्गाटा हाँस्दो चस्मा लगाएर जाँदैछ गङ्गाटा हाँस्दो भएर र उनीहरू एकजना परीले चाहिँ 2जना परिहरू चाहिँ खुसीले डान्स गरेछ पागल भएछ। एकजनाले चाहिँ मलाई पनि देखा न भनेर भनेछ र यहाँ हेर्नुहोस् वाटर पार्क वाटर किङडम भनेर चाहिँ यहाँ कालो परीले चाहिँ तपाईँहरूलाई देखाइरहेको छ र सकिङको खबर के हो यो भिडियोमा यो समाचारमा भन्दाखेरि परीहरू चाहिँ पानी देखेर चाहिँ एकदम भैँसीको रूप धारण गरेछ अनि यहाँ रातो भैँसी चाहिँ कालो भैँसीले चाहिँ रातो भैँसीलाई स्विमिङ सिकाउन लागिरहेको छ र रातो भैँसीले चाहिँ म गर्दिनँ भनिरहेको छ। म डान्स गर्छु भनेर यहाँ कालोले चाहिँ गर्नु यहाँ भनेर सिकाइरहेको छ। अन्त फेरि गर्छु है म भनेर कालो भैँसीले चाहिँ फेरि डाइभिङ गरेर चुप्लो पारेर सिकाइरहेको छ र कालो भैँसीलाई गर्न भनेर रातो भैँसीले म पनि गर्छु चप्लो भनेर यहाँ स्विमिङ गरिरहेछ। 2जना डान्स गरिरहेछ। स्विमिङ चाहिँ यसरी गर्छ है भनेर सिकाइरहेको छ सबैजनालाई। हेर्नुहोस् होला स्विमिङ कसरी गर्छ। अनि यहाँ सबैभन्दा मेन प्रब्लम चाहिँ यिनीहरूलाई फोन सबैजना पानीमा डुब्ने फोन कसले जोगाउने भन्ने सबैजनाको मन नभएछ र जस्तै कुकुरहरूलाई हुन्छ अरे नि सबैजना काशी जाने कसले खाने भने त्यस्तै उनीहरूलाई पनि भएछ र होइन जाउँ लकरमा राखौँ फोन भनेर उनीहरूले लकरमा राखेको छ। यसको बादमा चाहिँ तपाईँहरूले पानीको भिडियो देख्नु हुँदैन किनभने उनीहरू 3 घन्टा 4 घन्टासम्म पानीमै खेलिरहेछ भैँसीहरू नुहाएछ। अन्त त्यसको बादमा उनीहरू घर फर्किँदाखेरि फेरि ट्रेनमा चढेछ अनि यहाँ 3जनाको अनुहार थाकिरहेछ। यस्तो खबर सुन्नुको लागि हेर्नुहोस् होला हरबडी खबर। धन्यवाद।